द डिबेटमा स्वागत छ। आज हामी सेप्टेम्बर 2025मा नेपालमा भएको जेन्जी विद्रोह भनेर चिनिने युवा नेतृत्वको आन्दोलनको प्रभावबारे अलि गहिरो विमर्श गर्दैछौँ। भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको यो आन्दोलनले अब अन्ततः सरकारै ढाल्यो। तर आज हाम्रो बहसको मुख्य प्रश्न हो कि 2025को त्यो विद्रोहले नेपालको राजनीतिमा साँच्चै दिगो र आधारभूत परिवर्तन ल्यायो त? कि यो एकछिनको उथलपुथल मात्र हो र केही समयमा फेरि उही पुराना शक्तिहरू सत्तामा फर्कन्छन्? मेरो तर्क छ कि यो विद्रोहले जवाबदेहिता र पारदर्शिताको माग गर्ने एउटा नयाँ पुस्ताको उदय गराएको छ, जसले नेपाली राजनीतिको पुरानो ढाँचालाई मलाई लाग्छ सधैँका लागि तोडिदिएको छ। र मेरो विचारमा यो आन्दोलन निस्सन्देह महत्त्वपूर्ण थियो। तर यसले देशको जुन गहिरो राजनीतिक र संरचनात्मक समस्याहरू छन् त्यसमा खासै ठूलो र दिगो प्रभाव पार्न सकेको छैन। यो एक शक्तिशाली झट्का थियो, हो, तर जग हल्लाउन सकेन। मलाई लाग्छ तपाईले यसको अद्वितीयपनलाई अलिक कम आँक्नुभयो। यो आन्दोलन कुनै नेताले बोलाएर भएको होइन। यो त पूर्ण रूपमा डिजिटल माध्यमबाट, खास गरी डिस्कर्ड जस्ता प्लेटफर्मबाट स्वसङ्गठित थियो। युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा जस्ता तत्कालका लक्ष्यहरू अविश्वसनीय गतिमा हासिल गरे। तर सबैभन्दा क्रान्तिकारी कुरा त अन्तरिम प्रधानमन्त्रीको चयन प्रक्रिया थियो। यो कुनै दलको बन्द कोठाको राजनीति थिएन। डिस्कर्ड सर्भरमा 10,000 भन्दा बढी प्रमाणित प्रयोगकर्ताहरूले घण्टौँसम्मको भर्चुअल बहस र सुरक्षित मतदान मार्फत सुशीला कार्कीको नाम चयन गरे। यसले डिजिटल लोकतन्त्रको एक अभूतपूर्व अभ्यास देखायो। यही आन्दोलनको जगमा बालेन्द्र शाह जस्ता व्यक्तित्वहरू, राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी जस्ता शक्तिहरू एक ठाउँमा आएका छन्। मार्च 5को चुनावमा उनीहरूले स्थापित दलहरूलाई दिने चुनौतीले नै देखाउँछ कि यो परिवर्तन सतही होइन, यो स्थायी हो। म आन्दोलनको आकार र त्यसको प्रभावलाई स्वीकार गर्छु, तर यसको वैचारिक गहिराईमा मेरो गम्भीर प्रश्न छ। यो आन्दोलन कुनै प्रणालीगत परिवर्तनको खाका लिएर आएको थिएन। यो त भ्रष्टाचार, सोशल मिडिया बन्द र नेपोकिट संस्कृति जस्ता केही खास विषयप्रतिको आक्रोशको विस्फोट मात्र थियो। र यो पूर्णतया शान्तिपूर्ण पनि रहेन। सुरुमा शान्तिपूर्ण देखिए पनि पछि गएर दङ्गा, आगजनी र तोडफोडमा बदलियो। एकजना मुख्य आयोजकले नै स्वीकारेका थिए कि बाह्य शक्तिहरूले आन्दोलनलाई दुरुपयोग गरे। यसले के देखाउँछ भने आन्दोलनमा नियन्त्रण र दिगो राजनीतिक विकल्प दिने क्षमता मतलब दुवैको अभाव थियो। अनि अर्को महत्त्वपूर्ण कुरा, नेपाली कङ्ग्रेस र नेकपा एमाले जस्ता पुराना दलहरू अहिले के गर्दैछन् त? उनीहरू चुप लागेर बसेका छैनन्। उनीहरूले आफूलाई पुनर्सङ्गठित गर्दै, चुनावी गठबन्धनको तयारी गर्दै र समानुपातिक सूची बुझाउँदै चुनावको तयारी तीव्र पारेका छन्। उनीहरूको गहिरो सङ्गठनात्मक सञ्जाल र स्रोतलाई हामीले व्यवस्था गर्नै मिल्दैन। आन्दोलनले यी जरा गाडेका शक्तिहरूलाई हल्लायो मात्र, उखेल्न सकेन। तर त्यो हल्लाइ नै त महत्त्वपूर्ण हो। तपाईले डिस्कर्डको प्रक्रियालाई केवल आक्रोशको विस्फोट भन्नुभयो, तर म यसलाई राजनीतिक सहभागिताको एउटा नयाँ मोडलको रूपमा हेर्छु। यो साधारण अनलाइन पोल जस्तो थिएन। डिस्कर्डमा नागरिकताको आधारमा प्रयोगकर्ताहरूलाई प्रमाणित गर्ने एउटा प्रणाली बनाइएको थियो। उम्मेद्वारहरूको पृष्ठभूमिका बारेमा 24 घण्टासम्म बहस चल्यो र त्यसपछि मात्र सुरक्षित मतदान प्रणाली मार्फत सुशीला कार्कीको नाममा सहमति जुट्यो। यो परम्परागत राजनीतिको अपारदर्शी बन्द कोठा बैठक भन्दा धेरै पारदर्शी र लोकतान्त्रिक थियो। पारदर्शी कि अराजक? एकछिन है, तपाईले जसलाई डिजिटल लोकतन्त्र भन्नुभयो, कि त्यो भिडतन्त्र मतलब मब रुलको एउटा नयाँ रूप थिएन र? त्यही डिस्कर्ड च्यानलहरूमा मोलोटफ ककटेल बनाउने तरिका र प्रहरी चौकीबाट हतियार कब्जा गर्ने जस्ता हिंसात्मक रणनीतिहरूबारे खुलेआम छलफल भइरहेको थियो। के यस्तो प्रक्रियाले स्थिर र जिम्मेवार शासनको आधार तयार गर्न सक्छ? आक्रोशको अभिव्यक्ति र सङ्गठनात्मक प्रक्रिया फरक कुरा हो। हरेक क्रान्तिमा केही अनियन्त्रित तत्त्व हुन्छन्, तर त्यसले सम्पूर्ण प्रक्रियाको लोकतान्त्रिक अभ्यासलाई खारेज गर्दैन। मुख्य कुरा त के हो भने हजारौं युवाले आफ्नो भविष्यको निर्णय आफै गर्न खोजे। तर उनीहरूले मात्रै त निर्णय गरेनन् नि। जब देशमा शक्ति शून्यताको अवस्था आयो, त्यो संक्रमणकाललाई कसले सहजीकरण गर्यो? नेपाली सेनाले? यदि सेनाले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा नलिएको भए के हुन्थ्यो?
यसले प्रदर्शनकारीहरूको शक्तिको सीमालाई स्पष्ट पार्छ। यो पूर्ण रूपमा जनताको नियन्त्रणमा मात्र थिएन। सेनाको भूमिकाले देखाउँछ कि डिजिटल आक्रोशले मात्र राज्य चल्दैन, त्यसलाई संस्थागत समर्थन पनि चाहिन्छ, जुन उनीहरूसँग थिएन। सेनाको भूमिका शान्ति सुरक्षा कायम गर्नमा थियो, राजनीतिक निर्णयमा होइन। त्यो शक्ति शून्यताको अवस्थाले हामीलाई अर्को महत्त्वपूर्ण प्रश्नतर्फ डोर्याउँछ। अब त्यही शक्ति सन्तुलनको खेल आगामी चुनावमा कसरी देखिन्छ होला? किनभने राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र बालेन्द्र शाह जस्ता वैकल्पिक शक्तिहरूको एकीकरणले एउटा बलियो तेस्रो ध्रुव बनाएको छ। र सबैभन्दा ठूलो कदम, अन्तरिम सरकारले मतदानको उमेर 18बाट घटाएर 16 वर्षमा झार्ने निर्णय गर्यो। यसले आन्दोलनको नेतृत्व गर्ने युवा पुस्तालाई नै सिधै सशक्त बनाएको छ। यो त पुराना दलहरूका लागि ठूलो चुनौती हो। मलाई माफ गर्नुहोस्, तर म यो कुरा मान्न तयार छैन। तपाईले नयाँ समीकरण देख्नुभयो, मैले पुराना खेलाडीहरूको पुरानै रणनीति देखेँ। हेर्नुहोस् न, नेपाली कांग्रेसले आफ्नो आन्तरिक विवाद सुल्झाएर महाधिवेशनको मिति तय गरिसकेको छ। कांग्रेस र एमाले बीच चुनावी गठबन्धनको चर्चा चलिरहेको छ। सुरुमा आनाकानी गरे पनि एमाले समानुपातिक उम्मेदवारको सूची बुझाइसकेको छ। यसले के देखाउँछ भने पुराना दलहरू यस्ता सङ्कटबाट पार पाउन र शक्तिमा रहन अभ्यस्त छन्। उनीहरू जनताको आक्रोशका बावजुद चुनाव जित्ने कलामा निपुण छन्। तर उनीहरूको त्यो कला पुरानो भइसक्यो। अहिलेको मतदाता त्यो पुरानो पुस्ता होइन। उनीहरूको जरा जनताको आक्रोशले हल्लिएको छ। उनीहरूको विश्वसनीयता गुमेको छ। सामाजिक सञ्जालमा हेर्नुहोस्, पुराना दलका नेताहरू ट्रोल बनिरहेका छन्। युवाहरूको एउटा पुरै पुस्ता उनीहरूको विपक्षमा छ। केही हजार पार्टी कार्यकर्ताले यो लाखौंको नयाँ भोट ब्याङ्कलाई जित्न सक्छन् र सामाजिक सञ्जालको ट्रेन्ड र दुर्गम जिल्लाको मतदान केन्द्रको वास्तविकता फरक कुरा हो। एउटा भाइरल ह्यासट्यागले मान्छेलाई सडकमा ल्याउन सक्छ, तर हुम्ला वा ताप्लेजुङको गाउँमा मतदातालाई मतदान केन्द्रसम्म पुर्याउन सक्दैन। त्यो काम त्यही पुराना दलको स्थानीय कार्यकर्ताले गर्छ, जसको सञ्जाल वर्षौंदेखि छ। नयाँ पार्टीहरूसँग त्यो जमिनी सङ्गठन कहाँ छ र? उनीहरू काठमाडौँ केन्द्रित छन्। चुनाव भनेको राष्ट्रिय स्तरको सङ्गठनको खेल हो, केवल सहरी आक्रोशको होइन। सङ्गठन विस्तार हुँदैछ, तर त्योभन्दा ठूलो कुरा मुद्दाको हो। आन्दोलनको मुख्य मुद्दा भ्रष्टाचार विरुद्ध र पारदर्शिताको पक्षमा थियो। भ्रष्टाचार विरोधी छविका लागि परिचित पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले यही भावनालाई प्रतिबिम्बित गर्छ। उनको सरकारले पूर्व प्रधानमन्त्री ओली र अन्य उच्च अधिकारीहरूको राहदानी रोक्का गर्ने जस्ता कदम चालेर भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको ठोस सङ्केत दिएको छ। यो केवल देखावटी होइन, यो वास्तविक परिवर्तनको सङ्केत हो। राहदानी रोक्का गर्नु एउटा सजिलो र लोकप्रिय कदम हो, एक किसिमको राजनीतिक स्टन्ट। तर यसले गहिरो समस्याले छुँदैन हो। तर त्योभन्दा गहिरो कुरा के हो भने हाम्रो अर्थतन्त्र नै विप्रेषणमा टिकेको छ। आन्दोलन गर्ने युवाहरूको ठूलो हिस्सा केही वर्षमा विदेशी योजनामा हुन्छ। जब तपाईँको भविष्य नै देशमा देख्नुहुन्न भने तपाईँ सडकमा आउनुहुन्छ, सरकार ढाल्नुहुन्छ। तर त्योभन्दा गहिरो दिक्कलाग्दो संस्थागत सुधारको लागि लड्ने धैर्यता र लगानी कसले गर्छ? यही नै यो आन्दोलनको संरचनात्मक कमजोरी हो। तपाईले उठाएको आर्थिक मुद्दा जायज छ, तर त्यसले राजनीतिक परिवर्तनको महत्त्वलाई कम गर्दैन। तपाईले भने जस्तै युवाहरू बाहिर जानुको कारण पनि यही भ्रष्ट प्रणाली हो। उनीहरूले यही प्रणालीलाई बदल्न खोजेका हुन्। यो विद्रोहले कम्तीमा एउटा आशा जगाएको छ कि देशमै बसेर पनि केही गर्न सकिन्छ। यो विद्रोह बाहिर जाने बाध्यता विरुद्धको विद्रोह पनि हो। आशा जगाउनु र प्रणाली बदल्नुमा ठूलो फरक छ। जब हामी प्रणालीगत भ्रष्टाचारको कुरा गर्छौं, यो केही नेताले घुस खाएको कुरा मात्र होइन। यहाँ त हुन्डी मार्फत देश बाहिर पैसा पठाउने, सामान्य नल्याई ठडीपूर्ण प्रतितपत्र एलसी खोलेर विदेशी मुद्रा बाहिर पठाउने सङ्गठित अपराधको सञ्जाल छ। यी सञ्जालहरूले राजनीतिक दलहरूलाई चन्दा दिन्छन् र बदलामा संरक्षण पाउँछन्। जेन्जी विद्रोहले नेपोकिड जस्ता देखिने लक्षणहरूमा प्रहार गर्यो, तर यी अदृश्य तर शक्तिशाली आपराधिक राजनीतिक गठबन्धनलाई छुनै सकेन। यो त रुखको हाँगा काट्नु जस्तो भयो, जरा उखेल्नु जस्तो भएन। म मान्छु जरा गहिरो छ, तर तपाईले यो पनि मान्नुपर्छ कि त्यो जरा उखेल्ने कामको सुरुवात यही विद्रोहले गरेको छ। 100 वर्ष पुरानो जंगल एकै दिनमा सफा हुँदैन। यो विद्रोहले त्यो जंगलमा पसेर भ्रष्ट झाडीहरूलाई पन्छ्याएर उज्यालो भित्राएको छ। अब
अब जरा खन्ने बाटो खुलेको छ। पहिले त त्यो जङ्गलभित्र पस्ने हिम्मत पनि कसैको थिएन। यो विद्रोहले त्यो असम्भव कुरालाई सम्भव बनाएको छ। बाटो खुल्नु र यात्रा पूरा हुनु एउटै कुरा होइन। म अझै पनि भन्छु यो आन्दोलनले सरकार परिवर्तन गर्न सफल भयो, तर राजनैतिक प्रणाली परिवर्तन गर्नु धेरै लामो र जटिल प्रक्रिया हो। स्थापित दलहरू, प्रणालीगत भ्रष्टाचार र विप्रेषणमा टिकेको कमजोर अर्थतन्त्र जस्ता गम्भीर चुनौतीहरू अझै पनि छन्। राजनीतिक परिदृश्य हल्लिएको छ, तर आधारभूत रूपमै रूपान्तरण हुन अझै धेरै बाँकी छ। त्यसो भए तपाईँको विचारमा 2025 को विद्रोहले नेपाली राजनीतिको पुरानो ढाँचालाई तोड्न सकेन? मलाई त लाग्छ यसले एक जागरुक र सङ्गठित पुस्ताको शक्ति प्रदर्शन गरेको छ र नयाँ राजनीतिक संस्कृतिको माग स्थापित गरेको छ, जसलाई अब पछाडि फर्काउन सकिँदैन। आगामी चुनाव यसको पहिलो परीक्षा हुनेछ, तर दिगो परिवर्तनको बिउ रोपिसकिएको छ। युवा सशक्तिकरणको यो लहरलाई अब कुनै पनि पुरानो शक्तिले रोक्न सक्दैन। यसमा ढाँचामा दरार आएको छ, तर त्यो भत्किएको छैन। आन्दोलनले राजनीतिको सतहमा ठूलो हलचल ल्यायो, तर गहिराईमा रहेका शक्ति संरचनाहरू अझै पनि उस्तै छन्। यो लडाईँको एउटा महत्त्वपूर्ण अध्याय हो, तर अन्तिम होइन। वास्तविक परिवर्तनका लागि एउटा विद्रोह मात्र पर्याप्त हुँदैन। त्यसका लागि निरन्तर संस्थागत सङ्घर्ष चाहिन्छ, जुन अबको चुनावपछि कसरी अगाडि बढ्छ हेर्न बाँकी छ। यसमा हामी सहमत हुन सक्छौं। जेनजी विद्रोहले नेपालको भविष्यबारे गम्भीर र महत्त्वपूर्ण प्रश्नहरू खडा गरेको छ र राजनीतिको दिशालाई एउटा नयाँ मोड दिएको छ। हो, र त्यो मोड कता जान्छ भन्ने कुरा मार्च 5 को चुनावले धेरै हदसम्म निर्धारण गर्नेछ। त्यो चुनाव जनताको आक्रोश र स्थापित प्रणाली बीचको वास्तविक परीक्षा हुनेछ। यो विषयमा थप जान्नका लागि स्रोत सामग्रीमा अझै धेरै गहिरा विश्लेषणहरू छन् जुन हेर्न लायक छ।